सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लगिङ है हजुर सबैजनालाई चाहिँ मेरो भ्लगमा एकदम स्वागत गर्न चाहे। सो हजुरहरूलाई चाहिँ आज हामी चाहिँ यसो घुमेर यहाँको रमिताहरू देखाउने छौँ के कस्तो छ भन्ने कुराहरू चाहिँ होइन। यतापट्टिहरू चाहिँ यस्तो देख्न सक्नुहुन्छ। सो देख्न सक्नुहुन्छ नि त यताको यतातिर यस्तो दामी दामी माहौलहरू छ। हाम्रो केशव दाइ यता टक्क कपाल बाटेर हिँड्नु रहेछ। यहाँको अवस्थाहरू चाहिँ यस्तै छ है। के कस्तो छ भनेर चाहिँ म हजुरहरूलाई यहाँ भयो जति सबै देखाउने छु। यतापट्टिको उँधोपट्टिको भागहरू देख्न सक्नुहुन्छ नि त यस्तो छ टक्कसँगले। यहाँ मुनि यस्तो देखिन्छ, माथितिर चाहिँ यस्तो छ। यस्तो छ चारैतिरको अवस्था म हजुरहरूलाई देखाउँदैछु। अहिले चाहिँ हामी हेर्दै हेर्दै टप फ्लोरमा आएर चाहिँ हजुरहरूलाई हामी यहाँबाट कस्तो छ के कस्तो छ भनेर चाहिँ देखाउँदैछौँ होइन। सट्टसँग हामीले अब त्यस्तो केही खासै त्यस्तो त अब ल्यापटप र क्यामेराहरू चाहिँ धेरै भयो ठाउँमा आइएछ होइन। अरू त अब त्यस्तो खासै त्यस्तो केही देखिएन। दामी छ जे होस् हामी घुम्दा चाहिँ एकदम रमाइलो भइरहेको छ। यहाँको माहौलहरू चाहिँ एकदम खतरासँगले चाहिँ तात्तिरहेको छ क्या। अब बेलुका बेलुकाको माहौल छ एकदमसँगले भिडभाड एकदम। हामी एकदमसँगले घुमी घुमी हजुरहरूलाई देखाउँदैछौँ है के कस्तो छ यहाँको अवस्था भन्ने कुरा। जे होस् दामी छ यहाँ लाइटहरू चाहिँ बबाल दामी बलेकाले चाहिँ क्यामेरा त यहाँ त आगो आउँदो रहेछ नि त। भिडियोको क्वालिटीहरू यहाँनिर चाहिँ यतापट्टि यस्तो देख्न सक्नुहुन्छ। यतापट्टि चाहिँ यस्तो दामी कम्प्युटरहरू छ टक्कसँगले यस्तो दामी दामी देखिँदैछ। अघि चाहिँ उकालो चढिँदै थियो अब ओह्रालो ओह्रालो झरिँदैछ यस्तै छ। सट्टसँगले हामी चाहिँ ओह्रालोतिर अब चाहिँ झर्दै झर्दै हेर्दै हेर्दै झर्दैछौँ के कस्तो छ भन्ने कुराहरू चाहिँ यहाँ अब देखाउँदैछु म हजुरहरूलाई। यहाँको अवस्थाहरू चाहिँ हामीले सट्ट हेरिसक्यो होइन। यहाँ चाहिँ ल्यापटप मोबाइल क्यामेरा अनि कम्प्युटर भन्दा चाहिँ केही नै नपाइँदो रहेछ क्या। त्यति सामानहरू मात्रै पाइँदो रहेछ यहाँनिर चाहिँ। देख्न सक्नुहुन्छ नि त बाहिरको माहौलहरू कस्तो छ भन्दाखेरि चाहिँ बत्तीले पुरा झिलिमिली देखिरहेको छ है। मान्छेको आउजाउ मजाले भइरहेको छ। यही क्रममा मैले पनि भिडियो बनाउँदै हिँड्दै हजुरलाई के कस्तो देखिन्छ भनेर चाहिँ मैले देखाउँदैछु है। हामी चाहिँ भित्रबाट चाहिँ बाहिर निस्किसकेको होइन। चट्टसँगले हामी भित्र घुमिवरि अब हामीले बाहिरको माहौलमा चाहिँ अब तातो हावा खाइयो खानलाई चाहिँ अब सुरु भयो होइन। भित्र बस्दाखेरि त एसीले चिसो भइरहेको थियो। अब बाहिर निक्लेपछि चाहिँ तातो हावा आइरहेको छ क्या यस्तै छ। अहिले चाहिँ हामी टक्कै मार्केटमा यता जुत्ता चप्पल ब्याग स्याग भए ठाउँमा चाहिँ छिरेको छौँ हेर्दैछौँ के कस्तो छ भन्ने कुराहरू चाहिँ। यतापट्टि चाहिँ जुराफहरू छ यस्तो यस्तो कुराहरू देखिरहेको छ नि त। अहिले चाहिँ हामी खानेकुराहरू भट्टामा पुगेको छौँ है। हजुरहरूलाई म देखाउँदैछु है। यहाँनिर विभिन्न भेराइटीका खानेकुराहरू छन् के छन् कुनै होइन हामीले देख्दै नदेखेको नचिनेको चिजहरू हामी यहाँ एउटा चिज चाहिँ हेर्दैछौँ। यहाँ मौरीको मह जस्तो लाग्यो है। सायद यो मौरीको मह नै रहेछ होइन। यहाँ महहरू पनि रहेछ टक्क। हामी चाहिँ यताउतिको माहौल हेर्दै टक्कसँग हिँड्दैछौँ है। के कस्तो देखिन्छ यहाँको माहौल भन्दाखेरि चाहिँ यस्तै छ कि झिलिमिली पुरा जता हेर्नु पनि रमाइलो रमाइलो यस्तै छ। मजा आइरहेको छ नि त हेर्दै हिँड्नको लागि चाहिँ खतरा मजा आइरहेको छ। हामी चाहिँ अब फेरि अर्को बाटोतिरबाट हामी चाहिँ अर्को फेरि महलतिर जाँदैछौँ होइन। अगाडि जाँदाखेरिको अगाडिको दृश्यहरू देख्न सक्नुहुन्छ नि त। बत्तीले कस्तो देखिरहेछ दामी। बाटोहरू पनि दामी तरिकाले यहाँ चाहिँ कस्तो खालको देखिँदो रहेछ भनेपछि यसो हेर्दाखेरि चाहिँ काठमाडौँको भाइब्स आउने क्या। ठ्याक्कै यहाँको बाटोहरू हेर्दाखेरि चाहिँ यहाँको बिल्डिङहरूको यहाँको अहिलेको बनोट हेर्दाखेरि चाहिँ यहाँनिर चाहिँ काठमाडौँको एउटा कुनै गल्ली यस्तो देखिने ठाउँ रहेछ क्या। यहाँनिर चाहिँ ठ्याक्कै त्यस्तै देखिन्छ। मलाई चाहिँ त्यस्तै अनुभव भयो होइन। हजुरहरूलाई चाहिँ कस्तो लाग्यो यहाँनिरको। हामी यहाँ हेर्नेरि के कस्तो छ भनेर चाहिँ हेर्दै जाँदैछौँ। यहाँनिर चाहिँ हामीलाई यहाँ खाजा खा भन्दै चाहिँ यहाँ के देखाउँदैछ। तर हामी चाहिँ अब खाजा नखाइकन हिँड्ने हो। हलो हलो यस्तो देख्न सक्नुहुन्छ नि त हजुरहरूले पुरा यताको माहौल पुरा झिलिमिली चारैतिर जता हेरे पनि पुरा दामी दामी स्वाक्क परेको देखिन्छ यस्तै छ। बबाल बबाल तरिकाले चाहिँ देखिरहेको छ नि त। यतापट्टि यस्तो दामी देखिरहेको छ हजुरले देख्न सक्नुहुन्छ नि त।
चट्ट बुढीलाई सपिङ गर्ने ठाउँमा आइपुगिएको छ। अहिले चाहिँ हामी बिहा गरेको हुनुहुन्छ भने चाहिँ बुढीहरूलाई चाहिँ चट्ट के सामानहरू किनिदिने भन्ने कुराहरू चाहिँ यहाँ छ। लिपपोत गर्ने सामानहरू हामीले चाहिँ सबै थोक हेरिसक्यो है। सुरा धागो पोतेहरू मात्रै छ यहाँ चाहिँ, त्यस्तै रहेछ। अरू त खासै त्यस्तो केही पनि छैन। रातिको नाइटको भ्यूहरू देख्न सक्नुहुन्छ नि त, यस्तो भइरहेको छ नाइट भ्यूहरू। पुरा यस्तो रात परे पनि पुरा बत्तीले चाहिँ उज्यालो चारैतिर हरि उज्यालो देखिरहेको छ, त्यस्तै छ। अहिले चाहिँ म फेरि डली भट्टामा आइपुगेको छु नि त। अब पुरा गिफ्टको सामानहरू दिने ठाउँमा चाहिँ अब कसैलाई गिफ्ट दिनु परेको छ भने चाहिँ यहाँनिर आएर चाहिँ किनेर चाहिँ लान मिल्ने रहेछ क्या त। त्यस्तो ठाउँमा आइपुगेको छु। यहाँ चाहिँ हाम्रो नेपालमा जस्तो यो थुन्चे डोका यो पेरुङ्गा जस्ता के चिज हो नि, यहाँ चाहिँ के भन्छन् कोनी है। हामी चाहिँ अब क्याप भट्टामा पुग्यौँ है। विभिन्न प्रकारका यहाँ देख्न सक्नुहुन्छ नि त क्यापहरू छन् है। स्टाइलका यतापट्टि चस्माहरू पनि छन्, फेरि बच्चाहरूले लाउने खालका रहेछन्। यी चाहिँ साना खालका। अब हामी अगाडि के कुराहरू देखिन्छ भनेर चाहिँ सबैतिर हेर्दै घुम्दै यहाँ भएका चिजहरू चाहिँ अब तपाईँहरूलाई देखाउँछु है। यहाँ चाहिँ छोरी मान्छेका यी लुगाहरू पनि रहेछन्। प्रायः यस्तो चाहिँ सामानहरू चाहिँ धेरै छोरी मान्छेकै मात्रै हुँदो रहेछन् क्या। यहाँ चाहिँ किनभने छोरी मान्छेले मात्रै धेरै सामान किन्छन् कि या होइन, केटाहरूको चाहिँ खासै त्यस्तो धेरै लुगाहरू म देख्थिनँ होइन। प्रायः जस्तो म गए ठाउँमा चाहिँ केटी मान्छेहरूकै मात्रै बढी लुगा गइरहेको हुन्छ क्या, किनभने केटी मान्छेहरूले मात्रै बढी लुगा लाउँछ नि के हो। यतापट्टि चाहिँ अब यी खेलौनाहरू यस्तै गिफ्ट दिने सामानहरू छ। टक्क म अब ऐनामा तपाईँलाई एकचोटि गएर हेरेर देखाउँछु त कस्तो देखिन्छ भन्ने कुरा। म बवाल देखिरहेको छु ऐनामा है। अब यस्तो दामी देखेपछि म उतातिर फेरि अगाडि बढ्दैछु। मासतिर चढ्दैछौँ हामी चाहिँ टक्कसँगले देख्न सक्नुहुन्छ नि त। अब यहाँ माथि चाहिँ के छ भन्ने कुरा चाहिँ अब यहाँभित्र छिरिसकेपछि थाहा हुने कुरा हो के कस्तो छ भन्ने। पछाडि त राम्रै केटीहरूले पिछा हान्दै छ जस्तो छ। एकदम बेलुकाको माहौल छ, एकदम माहौल तात्तिएर आएको छ। देख्न सक्नुहुन्छ नि त पुरा एकदम भिडभाड, एकदम माहौल चाहिँ जोडसँग तात्तिरहेको छ। चलपलहरू एकदम बढिरहेको छ, यस्तै छ माहौल। बहुत तात्तिएको छ बेलुकाको माहौल एकदमसँगले हेर्न सक्नुहुन्छ। यतापट्टि यस्तो मामा यस्तो माहौल देखेपछि त घुम्न पनि मलाई एकदम रहर लाग्छ। माहौलहरू एकदम तात्तिएको छ अवस्था। जता पनि हेर्दाखेरि झिलिमिली सहरहरू पुरा यस्तो देखिरहनु भएको छ नि त। हजुरहरूलाई मैले एकदमै सही तरिकाले देखाउने कोसिसहरू चाहिँ गरिरहेको छु। टक्क यतापट्टि देख्न सक्नुहुन्छ यो हो नि त लाइनहरू भनेको। हजुरहरूलाई के कस्तो देख्नुहुँदैछ भन्ने कुराहरूमा चाहिँ छ, भर पर्ने कुराहरू हो होइन। मैले चाहिँ एकदम राम्रो देखाउने कोसिस गरिरहेको छु। रातिको माहौल कस्तो छ भन्दाखेरि चाहिँ यस्तै छ। देख्न सक्नुहुन्छ नि त भिड भनेको अवस्था यस्तो यहाँले देख्न सक्नुहुन्छ। हजुरहरूलाई मैले चाहिँ एकदमै सही तरिकाले देखाउँदैछु। यहाँ फेरि अर्को यहाँ हाम्रो दामी छ यता। अहिले चाहिँ फेरि हामी अर्को मार्केटतिर निस्किसकेको छौँ होइन। अब अर्को मार्केटमा फेरि हामी घुमेर चाहिँ यहाँ के कस्तो देखिन्छ भन्ने कुराहरूमा चाहिँ हामी देखाउनेछौँ हजुरहरूलाई होइन। छोटोसँग हेर्नु होला। हाम्रो केशव दाइ चाहिँ अगाडि हिँड्नु भएको छ कि कहाँ हराई गर्नुहुन्छ, लुसु छिरे गर्नुहुन्छ, कहाँ जानुहुन्छ होइन भन्दाखेरि यहाँ कपडा पसलमा जानुभएछ। अब हामी यहाँ कपडाहरू पनि हेरिदिउँ कस्तो देखिन्छ भन्ने कुराहरू चाहिँ हामी छिर्दैछौँ होइन। कपडा पसलमा चाहिँ के कस्तो देखिन्छ भन्ने कुराहरू चाहिँ अब हामी तपाईँहरूलाई देखाउँछौँ। यहाँ कति देखिन्छ। अघिको लुगा पसलबाट चाहिँ हामी निस्किसकेका छौँ, किनभने लुगा हेरेको हामीलाई चाहिँ राम्रै लागेन क्या। सुहाउँदै सुहाएन, ताइन दुईको भने जस्तै भयो क्या।
हावातालको भयो अनि त्यही भएर चाहिँ नकिनिकन हामी चाहिँ अहिले सट्टा फेरि अर्को उसमा छिरेको छौँ होइन। अब यता हेर्दै जाउँ के देखिन्छ होइन। तपाईँहरूलाई म देखाउँछु राम्रोसँग देखियो भने देखिने चिजहरू जति चाहिँ म देखाउँछु। यस्तो देख्न सक्नुहुन्छ नि त कत्रो अग्लो मान्छे जाँदैछ उता। यहाँका माहौलहरू यस्तो अवस्था छ, यहाँ के पाइन्छ भन्ने कुराहरू चाहिँ हो। वहीँ हाम्रो केशव दाइ भित्र छिर्नु हुँदैछ होइन। के ल्याउनुहुन्छ थाहा भएन, के लिन जानुभएको हो कि रमित हेर्न मात्रै जानुभएको हो थाहा भएन। पुस्तकालय यस्तो छ हेर्दा चाहिँ के हो यो माहौल यस्तो दामी देखिन्छ है, देख्न सक्नुहुन्छ। अब यतापट्टि मान्छेहरू टक्क आउने जाने क्रम जारी छ। यता यस्तो अवस्थाबाट चाहिँ हामी हेर्दै रमित हेर्दै हिँड्दैछौँ। भिडियो बनाउँदै रमित हेर्दै के कस्तो देखिन्छ हजुरहरूलाई त्यो देखाउँदै म अगाडि बढिरहेको छु। हाम्रो केशव दाइ चाहिँ उहाँ फिलिली कुद्नु हुँदैछ क्या, उहाँ पर पुगिसक्नु भएको छ कुद्दै तपाईँहरूलाई म देखाउँदैछु नि त यहाँको अवस्था के छ कस्तो छ भन्ने कुराहरूमा। यता माथिको अवस्था यता मुनिको अवस्था यस्तो छ। यी उँधो देखायो भने मोबाइल झरेर तल कहाँ पुग्छ होला। केशव दाइ हाम्रो कहाँ पुग्नुभयो थाहा छैन। मुनिको अवस्था चाहिँ देख्न सक्नुहुन्छ नि त कस्तो छ भन्ने कुरा। यस्तो देखिन्छ है। रातिको माहौल यस्तो छ पुरा झिलिमिली कतै हेर्दाखेरि झाडीबुटाहरू यस्ता सबै केका बुटाहरू पनि भएकाले जङ्गल टाइप पनि देखिन्छ। यस्तो देख्न सक्नुहुन्छ नि त रातिको माहौल देख्न सक्नुहुन्छ नि त हजुरहरूले कस्तो देख्नु हुँदैछ भन्ने कुरामा भर पर्छ। फेरि कुन चाहिँले के बजाउँदैछ, कुन चाहिँलाई हतार भयो देख्न सक्नुहुन्छ। यस्तो ठाउँ हामी हिँड्दै सो हलो यस्तै छ जिन्दगानी होइन। हामी चाहिँ अब बाटो बिर्सेर चाहिँ एकदम घुमिरहेको अवस्था छ। मासतिर गयो फेरि फनक्क फर्कियो, यतै मासतिर जाँदा बाटो टुङ्गिएपछि फेरि फनक्क यतै फर्कियो। अनि फेरि भिडभाड आउँछ, भिडभाड आएपछि नि एउटा चेकबाट फेरि एकतिर छिरो कतातिर पुगेर फेरि बाटो टुङ्गिन्छ, फेरि फर्कियो। त्यस्तै भइरहेको छ। हराउँदै ओर्दै भए पनि होइन यस्तो दृश्यहरू चाहिँ हेर्न पाइएको छ, हेरिएको छ, बसिएको छ। हराउँदै ओर्दै भए पनि यस्तो दृश्यहरू हेर्न पाइएको छ। जे होस् मजा आइरहेको छ। अँधेरो भए पनि जे होस् राम्रै आउँदो रहेछ क्या भिडियोहरू चाहिँ। यतापट्टि पनि भिडियोहरू चाहिँ एकदम अलिअलि मान्छे देखि नै आउँछ होला जस्तो लागिरहेको छ है। कस्तो आउँदैछ भन्ने कुरामा चाहिँ अँधेरोमा होइन जता पाए त्यता हिँडिरहेको छौँ क्या। बाटो भुलेको छ, थाहा छैन कता हो जाने बाटो भन्ने कुरै थाहा छैन। हाइवे भेटेको छुइनँ, भित्रको बाटो छ कहाँ हो के हो थाहै छैन, केही पनि थाहा छैन क्या। के छ केशव दाइ स्थिति ठिक छ नि? आज बाटो चिनिन्छ पत्ता लगाइन्छ नि? हामी चाहिँ कुद्ने जारी चाहिँ एकदम भइरहेको छ, कुद्ने जारी एकदम चलि नै रहेको छ। रातभरि हिँड्ने हो, कहाँ पुगिन्छ थाहा छैन, कतातिर गएर बाटो टुङ्गिन्छ त्यो पनि थाहा छैन। जे उसको नजिक कुदिएकै छ, एक्सर्साइज चाहिँ ज्यानलाई भएकै छ। हेर्न सक्नुहुन्छ नि त हामी चाहिँ यहाँ बिचमा आएर चाहिँ जामामा पऱ्यौँ, फस्यौँ। यता अब यहाँ लाइट नबलिकन गाडी रोक्ने चलन हुँदैन। अनि यता लाइट बलेर रोकिएपछि मात्रै हामी कुद्ने पर्ने चलन हुन्छ। रोकियो अब हामी यताबाट चाहिँ अब क्रस गर्नुपर्ने हुन्छ, नत्र गाह्रो पर्छ। सो हलो हामी चाहिँ फलानु ठाउँमा आइपुग्यौँ। नाम थाहा नभएको ठाउँमा होइन। अब नामसाम थाहा छैन यो कुन ठाउँ हो, यसो हेर्न सक्नुहुन्छ नि त। यो फलानु ठाउँ हो नाम चाहिँ, अब मैले राखेको नाम। हामी कुदिरहेको छौँ फलानु ठाउँमा चाहिँ एकदम जोसको साथ कुदिरहेको छौँ भन्नुपर्छ। देख्न सक्नुहुन्छ नि त, हेर्नुहोस् फलानु ठाउँको माहौल, यहाँको ठाउँहरू कस्तो छ भन्ने कुरा। फलानु ठाउँलाई हेर्दाखेरि नि यसो अन्दाज गर्न सक्नुहुन्छ कस्तो रमाइलो ठाउँ छ भन्ने कुरा। हामी चाहिँ यहाँ फलानु ठाउँको यस्तो चक्लेट पसलमा एसी खाना पसेको। बाटामा हिँड्दै धेरै गर्मी भयो नि त। अब यहाँ किन्ने त होइन, टक्कसँगले अब यहाँ हेर्ने हो, एकछिन एसी खाने हो अनि हिँड्ने हो निक्लेर। यस्तै छ है हाम्रो हिँड्ने क्रम चाहिँ एकदम चलिरहेकै छ। देख्न सक्नुहुन्छ नि त। हिँड्दै पनि यस्तो ठाउँहरू चाहिँ एकदम देखिरहेको छौँ। हामी कुदिरहेको छौँ, डुलिरहेको छौँ। केशव दाइ कहाँ कुदे थाहा छैन।
कुद्दा थाकियो अनि टक्क 10 बजे रातिसम्म हामी कुदि नै रहेको छौँ। अनि अहिले चाहिँ यसो हल्का बसिदिएको अवस्था छ। पसिनै पसिना भइसक्यो म त हिँड्दा यस्तो ठाउँमा आएर हामी चाहिँ टक्क यहाँ बसेर रमित हेर्दै 10 बजे राति चाहिँ होइन के कस्तो छ अवस्था यहाँको भनेर चाहिँ कतै केही पनि देखिँदैन। आकाशतिर हेर्दाखेरि यस्तै देखिँदै नदेखिने घरहरू छन्, गाडीहरू मजाले आइरहेका छन् यसरी। अनि हामी चाहिँ यसरी आनन्दसँग बसिदिरहेको छौँ। पसिना कस्तो आइरहेको छ, ठिक छ नि केशव दाइ? ठिक छ नि? सो हेलो गाइज होइन म चाहिँ अब रुम आइसकेको छु नि त। घुम्दाखेरि 12 बजीतिर चाहिँ अहिले रुम फर्किसकेर खाना खाएर चाहिँ अहिले बसिरहेको छु होइन। आजको भिडियोहरू चाहिँ यस्तै भयो। आजको घुमघाम चाहिँ डह्रो भयो, जे होस् मजाले घुमियो। अब अर्को भिडियोमा चाहिँ अब भेट्ने बाचा सायद अब होइन। आजको भिडियोलाई चाहिँ अब यहीँ अन्त्य गर्दैछु होइन। अब अर्को नेक्स्ट भिडियोमा भेटौँला है त। धन्यवाद।